हेलो साथी सबैलाई नमस्कार। म चाहिँ यहाँ आज एउटा हाम्रो मलेसियाको फ्लावर सप फुलको पसलमा स्टक कसरी राख्छ फुलहरू एसी भित्र भन्ने कुरा देखाउन गइरहेको छु हजुरहरूलाई है। यसरी चाहिँ जाने हामी यहाँभित्र यसरी फुल्छ यो फुलिसकेपछि भित्र हामी यसरी जान्छौँ अनि यहाँभित्र गइसकेपछि हाम्रो पुरै एसी हुन्छ। यहाँ पुरै एसीमा फुल चाहिँ यसरी राखिन्छ है। यो चाहिँ सबै चाइना हो साथीहरू है। अनि यो चाहिँ सबै यतापट्टिको जम्मै चाइनाहरू हो। यो अब फुलको नाम भन्नलाई अलिक टाइम लाग्छ, धेरैवटा फुल छ है। म बिस्तारै दोस्रो भिडियोमा बनाउने छु। अनि यो सबै यो रोजहरू भयो, फरक फरक किसिमको कलरमा आफ्नो कलरमा फरक फरक कलरहरूमा छ। हजुरहरूलाई कस्तो मनपर्छ कलरहरू है, कमेन्ट गर्नु होला। अनि यसरी राखेर सबै तपाईँको यता यो टोलीमा राखेको चाहिँ पम्पम भन्ने हुन्छ। यो यता लोकल पनि पाउँछ र चाइनाबाट पनि आउँछ। अनि यता हजुरको यो साना सितम भन्ने हुन्छ। यो साना सितम भयो, यो पम्पम भयो, यो लिली यतापट्टि राखेको चाहिँ यो लिली है। अनि यो चाहिँ स्प्रे रोज भन्छ यसलाई है। यसरी सबै फुलहरू यता राखेर बिक्री गर्छ उसले। उहाँबाट चाहिँ हवाईजहाजबाट आउने हो गाइज, गाडी यात्रा कुनै हुँदैन। अब चाइनाबाट मलेसिया आउने भनेपछि आफै बुझ्नु के अरे है। अनि यो चाहिँ बेबी भन्ने हो है। यो बेबी तपाईँको इकाटो इङ्ल्यान्डबाट आउने हो यो है। जम्मै यसरी खोलेर यो बक्समा आउँछ, हामीले ओपन गरेर चाहिँ यहाँ पोजिटिभ यहाँ राख्ने मात्रै हो। अनि एसी आफ्नो अटो एसी छ, आफै एसीले काम गरिहाल्छ। झन्डै झन्डै 1 महिनैसम्म काम गर्छ। यो बाँकी फुलहरू चाहिँ यतापट्टि राखेका छौँ हामीले। यो स्प्रेहरू भयो, यो क्यानिया रोजहरू भयो, यो तुलिपहरू भयो, यो चाहिँ क्यानियाहरू भयो। यो जम्मै तपाईँको यो चाहिँ थाइल्यान्डको फुल है साथीहरू। यो चाहिँ थाइल्यान्डको फुल यस्तो यो कोरोना कालको चित्र जस्तो छ है। कोभिड-19 मा यस्तो पोस्टर भएको एउटा पोस्टर राख्थ्यो नि त, यस्तो छ साथीहरू। हजुरहरूलाई के कस्तो लाग्छ होला। म मन पराउनु भएकोमा धन्यवाद भन्न चाहन्छु। नेक्स्ट भिडियोमा अझै राम्रो पार्ट अझै ल्याएर आउनेछु म भन्ने आशा छ मेरो। यसो छ, यस्तो छ सबै कुराहरू। अनि यो चाहिँ हाम्रो तुलिप भन्ने प्राय अहिलेतिर चलेकै हो है। यो यस्तो तुलिप छ। यो चाहिँ इन्डिया रोज, इन्डियाबाट आउँछ यो गाइज। यो जम्मै फ्लावरहरू इन्डियाबाट आउने हो। आफ्नो कलरमा छुट्याएर राखेको हुन्छ यहाँ है त गाइजहरू। मन पराइदिनु भएकोमा धन्यवाद। लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला गाइज है। एकदम ठुलो कोल्ड रुम छ गाइज।